ओए ओए त गाउँतिर अब जानुपर्छ त सो हेलो अनि नमस्ते फेरि पनि स्वागत छ काले भ्लग्स होइन दिपेन गुरुङको भ्लगमा अब नामकरण भइसक्यो काले भ्लग्स थियो पहिला चाहिँ दिपेन गुरुङ होइन नि म त्यतिका बिर्सन्छु के जहिले दिपेन गुरुङ पहिलेको पो दिपेन गुरुङ अहिले त काले भ्लग्स भइसक्यो अब नाम सर्च गर्दा नि आउँदैन त्यही भएर नाम सर्च गर्दा अलि आउँदैन केही समयपछि आउँछ भन्छ नाम सर्च गर्दा अलि आउँदैन है नाम सर्च गर्दा चाहिँ होइन नाम जति सर्च गऱ्यो नि तपाईँहरूले नामै पाउँदैन यो खोइ नाम सर्च गर्छ सब्सक्राइब गर्न मन त छ नामै आउँदैन के अरे नाम के अरे च्यानल युट्युब च्यानलै देखाउँदैन भन्ने सोच्यो होला सो केही टाइम लाग्छ अरे त्यही नै हो अब म भइसक्यो अब म अब त्यति नै हो अब यति भन्दै म फेरि पनि यो पुन्डीलाई देखाउन गइरहेको सक्नुहुन्छ कबड्डीवाला नि आइपुग्यो कबड्डीवाला आएर के गर्ने त नि के लानुहुन्छ ए कसरी हो केजीमा 10 रुपियाँ 5 रुपियाँ जम्मा धेरै सस्तो है त छैन 10 रुपियाँ किलो गरे पो त्यसरी त के हो त 5 रुपियाँ जम्मा कहाँदेखि आउनु भा ए त गाउँतिर अब जानुपर्छ त तपाईँहरू उता भचेक साइड नै जानुहुन्छ त्यतातिर गाउँतिर नै आउँछ कि गाउँतिर हुन्छ यस्तो कापी त्यो फलामाहरू त मोबाइल नि लानुहुन्छ मोबाइल सानो त्यो मोबाइलहरू कति धेरै रहेछ हेर्दा आप्पु हेर्दा सानो कति धेरै कापीहरू है हे जम्मा 40 रुपियाँ दियो बिचरा त्यो यति धेरै कति होला हौ त्यो 10 त बढी थियो होला 40 रुपियाँ कतै दिएर गयो बिचरा त्यो नछिक्न मोबाइलको कभर दे तिमीलाई नि म पठाइदिन्छु फेरि जाने हो तिमीलाई नि पठाइदिउँ फेरि म त पठाइदिउँ त्यो मान्छेले र होइन सानो बच्चाहरू पनि लान्छ जाने लगेर अनि घरमा उनीहरूको घरमा लगिदिन्छ जाने कि नजाने रुने बच्चाहरूले लान्छ रुने कि नरुने अब रुन्न नरुने है अबदेखि नरुने है ओके उता ओके भन्नु अलि ठुलो छोरी ओके दादी ओके उकाल्नु हुँदैन नि यो उकाल्नु हुँदैन जो त्यही हो मेरो मोबाइलबाट चाहिँ बनाउनु मिल्दैन मैले पहिल्यै नै पहिल्यै नै देखाएको छ कि मेरो मोबाइल कस्तो छ भनेर मेरो मोबाइल त यहाँ सुतिरहेको छ हे भगवान् मेरो मोबाइलले आइफोन 16 प्रो म्याक्स
त्यही माथि फेरि ल दिदीहरू आएछ कि अब एकछिन अफोर्ड हामीले खाना पनि खाइसक्यौँ यता पुन्डी हुनुहुन्छ पुन्डीलाई मोबाइल लगेँ हामी के गर्छ सञ्जीव बाँदर पनि आइसकेको छ स्कुलदेखि भर्खरै स्कुलदेखि आएर यहाँ खुट्टा नि धुएको छैन अनि एउटा चाहिँ भर्खर उठेर मुख नि धुएको छैन अनि यता दिदीले खोले खाँदै थियो अनि यो चाहिँ भर्खर स्कुलबाट हो म नै कहिलेकाहीँ म दाजु कहिलेकाहीँ दिदी जान्छ होइन त्यही नै हो आज चाहिँ म लिन गएको थिएँ ए यस्तो छ यसको पारा सानो हेर्दा तिमीले पिटे कहाँ गएको सो त्यो बिहान भोलि भात खायो अनि सुत्यो भन्ने म त सुतिनँ त्यही मोबाइल हेर्दै थियो अनि बाबु लिने टाइमले ठ्याक्कै भएको थियो अनि बाबु लिएर आइसक्यो देख्न सक्नुहुन्छ अनि आज चाहिँ मोमो बनाएर खाने भनिरहेको छ त्यो मोमो बनाउने तयारी अब सुरु हुँदैछ त्यो देखाउँछु त्यो पनि एकछिनमा धेरै दिने रहेछ कि भान्जाले है थ्याङ्क यू ल चुप्पा कसले चुप्पा गर्दैन है ल वाउ भयो तिम्रो त ओस्या रहेछ दादा र तिमी कसले जित्छ तिमीले जित्छ मिठो रहेछ अब ट्याङ पानी खाँदैछु वाउ वाह यो पनि पोख्यो नपोखा भनेको त यो त मैले जति बेला नि पोखाउँछ के अनि बाँदर जस्तो हुन्छ अब के भन्नु ओइ त्यो सिसा हो फुट्छ गिलास हो के खोज्या बिस्कुट तल होला तल उ त्यहाँ मुनि हेर मुनि तल के तल मुनि भाइ हो त्यो त चाउचाउ हो बिस्कुट होइन तल हेर्न तल छड्म खोजिदिन्छु
त्यसलाई टाइम नै बिटाम के बिस्कुट खाने त अनि बिस्कुट सक्यो होला यहाँ पो रहेछ हो समात यो समात क्यामेरा मलाई देखाऊ म दिन्छु अब है म देखिया मामा ए म को रे मामा मामालाई देखाऊ बिस्कुट पाएको अब भाग्यो सिसाको गिलास धर्दै कुटाइदियो त्यसले के टिभी खाने ये प्लास्टिकमा हालेर बहिनीको भाषै बुझ्दैन मैले ल अब क्यामेरा चाहिँ म भान्जा बाबुलाई दिन गइरहेको छु अब भान्जा बाबुले झाँक्री बनाउँछ के कस्तो बनाउँछ हेर्दै गर्नु होला ल कसरी समात्ने थाहा होला नि ए त अगाडिबाट बनाउँछ म चाहिँ स्कुलबाट आएर तपाईँलाई के भन्दै थिएँ स्कुलबाट आएपछि फेरि भ्लग बनाउने चाहिँ मामा छ अनि हाम्रो बाहिर को छ रोक्नु भयो एकछिनपछि मोमो बनाउने कार्यक्रम चाहिँ देखाउँछु अब एकछिनको लागि चाहिँ बन्द गर्छु अनि यहाँ देख्न सक्नुहुन्छ यो गाउँ लाने चाहिँ चल्ला हो अनि यो चाहिँ भोलि गाउँ लगेर जान्छु म चाहिँ भोलि चाहिँ गाउँ जान्छु त्यही भएर हो त्यही भएर पो बेसी पिरो ट्याक्कै पिरो भए ल को फर्स्ट खाने रहेछ हाम्रो के मेरो खुट्टा निकाल्दै वाह देखेन तपाईँहरू कसले धेरै खाने है सानो मिठो छ मन पर्यो मिठो छ खै यसो गरे खै मिठो गरे मिठो छ ल मिठो गरिदेऊ मिठो गरिदेऊ ल दादा नि मिठो गरिदेऊ दादा ल दिदी नि यता चाहिँ मोमो बन्दैछ यो मोमो र मासु बन्दैछ यो त्यही हो पानीले गर्दा अनि खाँदै बोल्न नि लाग्यो त्यही भएर मोमो अचार पसिनै पसिना तेलले सबै पोलिसक्यो त्यो मोमो खाएको देखाएको अहिले पछि मोमोको चाहिँ खासै बनाउनु पर्छ नि हुन्छ मोमो रेडी हुँदैछ सो आजको भ्लग चाहिँ यहीँ अनि अब एन्ड गर्न चाहन्छु देख्न सक्नुभयो होला मोमो बनाउँदा अनि मोमो बनाउने त्योहरू सब भिडियो बनाउने मन त थियो तर भ्याएन किनकि त्यही मोमो बनाउनु थियो मोमो बनाउनु कि मोबाइल सामान त्यस्तो भयो अनि मोमोहरू हल्का देखाएको छु अनि मोमो खाएको पनि देखाउनु पाइनँ सो त्यही भएर ब्रस मात्रै गरेको देखाउनु चाहन्छु आजको भ्लग चाहिँ यहीँ एन्ड गर्नु चाहिँ हजुर के कस्तो लाग्यो
के कस्तो लाग्यो रमाइलो लाग्यो रमाइलो त कुरा होइन अब के कन्टेन्ट गर्ने त्यस्तो त्यो सब्सक्राइब लाइक केही पनि गर्दिनँ भन्ने मान्छेहरूले पनि गरिदिनु होला सब्सक्राइब लाइक सेयर सबै ल त्यति भन्दै सबैलाई बाई बाई गरिदिए बाई 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 ल आज भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु बाई बाई मासु अर्कै फेरि ब्रस त गर्नु गऱ्यो नि त ल बाई